फार्माकोलोजी चाहिँ दुईवटा वर्ड मिलेको बनेको छ जुन चाहिँ ग्रीक वर्ड हो। फार्माकोन जसको मतलब हुन्छ ड्रग अनि लोगोस जसको मतलब हुन्छ टु स्टडी। त लिटरली हेर्दाखेरि फार्माकोलोजी इज अल अबाउट द स्टडी अफ ड्रग। फार्माकोलोजी भनेको ड्रगहरूको स्टडी गर्नु हो। अब ड्रग चाहिँ के हो, कस्तो सब्सटेन्सलाई ड्रग भनिन्छ? यस्तो सब्सटेन्स जसको युज चाहिँ डायग्नोसिस, ट्रिटमेन्ट अनि प्रिभेन्सनको लागि गरिन्छ, त्यो चाहिँ ड्रग हो। जस्तै कि एक्सरे, एन्टिबायोटिक्स जसलाई ट्रिटमेन्टको लागि युज गरिन्छ अनि प्रिभेन्सनको लागि चाहिँ भ्याक्सिन युज गरिन्छ। तब ड्रग स्टडीमा चाहिँ हामी ड्रगको के कुरा स्टडी गर्छौँ, हामी ड्रगको बारेमा के कुरा चाहिँ स्टडी गर्छौँ। त फार्माकोलोजीमा हामीले चाहिँ ड्रगको बारेमा दुईवटा कुरा स्टडी गर्छौँ कि हाम्रो बडीले ड्रगसित के गर्दछ, वाट बडी डज टु द ड्रग जसलाई फार्माकोकाइनेटिक भन्छ, अनि ड्रगले चाहिँ हाम्रो बडीमा के इफेक्ट गर्दछ, वाट ड्रग डज टु द बडी जसलाई फार्माकोडाइनामिक्स भनिन्छ। अब स्टार्ट गरौँ फार्माकोकाइनेटिकबाट। फार्माकोकाइनेटिक्स भनेको के हो भन्दाखेरि हामीले चाहिँ यसमा हाम्रो बडीले ड्रगसित के कुरा गर्दछ, मिन्स यसमा ड्रग एडमिनिस्ट्रेसनदेखि लिएर ड्रग एलिमिनेसनसम्म ड्रगसित हाम्रो बडीमा जे कुरा हुन्छ त्यो सबैको बारेमा स्टडी गर्छौँ। त्यसमा के कुरा हुन्छ, एब्जर्प्सन हुन्छ, डिस्ट्रिब्युसन हुन्छ, मेटाबोलिजम हुन्छ अनि एक्सक्रिएसन हुन्छ। एब्जर्प्सन भनेको ड्रग चाहिँ हाम्रो ब्लड प्लाज्मामा पुग्नु हो, अनि डिस्ट्रिब्युसन भनेको ब्लड थ्रु पुरै बडीको सम्पूर्ण टिस्युहरूमा पुग्नु हो। अनि त्यसै गरी मेटाबोलिजम भनेको जुन ड्रग छ त्यो चाहिँ विभिन्न मेटाबोलाइटहरूमा चेन्ज हुनु हो, यस्तो मेटाबोलाइट जो चाहिँ मोर वाटर सोल्युबल हुन्छ बडीबाट रिमुभ गर्नको लागि। अनि त्यसपछि आउँछ एक्सक्रिएसन। एक्सक्रिएसन भनेको हाम्रो बडीबाट युरिनको थ्रु, फेसेसको थ्रु या बाइलको थ्रु ड्रगको एलिमिनेसन हो। अब स्टार्ट गरौँ एब्जर्प्सन अफ ड्रगबाट। एब्जर्प्सन अफ ड्रग, absorption is the transfer of drug from the site of administration to the bloodstream. The rate and extent of absorption depend on the environment where the drug is absorbed. Absorption भनेको ड्रग एडमिनिस्ट्रेसन साइटदेखि लिएर ब्लडमा ट्रान्सफर हुनु हो, यसलाई ट्रान्सपोर्ट पनि भनिन्छ। यसको रेट अनि एक्सटेन्ट चाहिँ केमा डिपेन्ड गर्छ त भन्दाखेरि इन्भाइरोमेन्टमा डिपेन्ड गर्छ जुन ठाउँमा त्यो ड्रग चाहिँ एब्जर्ब भइरहेको छ। यो रेट एन्ड एक्सटेन्ट अफ एब्जर्प्सन डिपेन्ड अन द इन्भाइरोमेन्ट वेयर द ड्रग इज एब्जर्ब। यसको बारेमा हामी अगाडि कुरा गर्छौँ, अहिलेको लागि यति याद राख्नु। त ड्रग ट्रान्सपोर्ट कसरी हुन्छ त? ड्रग ट्रान्सपोर्टको मेकानिजमहरू के छन् त? ड्रग ट्रान्सपोर्ट हाम्रो बडीमा बेसिकली चारवटा तरिकाले हुन्छ के। एउटा हुन्छ प्यासिभ डिफ्युजन, फेसिलिटेड डिफ्युजन, एक्टिभ ट्रान्सपोर्ट अनि इन्डोसाइटोसिस। ओके, हाम्रो बडीमा सबभन्दा पहिला ड्रग एब्जर्ब हुन्छ, त्यसपछि एब्जर्ब भएर त्यो ब्लडमा जान्छ, अनि ड्रग ब्लडमा गइसकेपछि तीनवटा कुरा हुन्छ कि त ड्रग ब्लडमा भएको प्लाज्मा प्रोटिनसित बाइन्ड गर्न सक्छ, कि त साइड अफेक्सनमा जान्छ, कि त टिस्युमा स्टोर हुन्छ। अनि यो तीनटै प्रोसेस चाहिँ रिभर्सिबल हुन्छ। त्यसपछि के हुन्छ, त्यसपछि जुन ड्रग हुन्छ जुन ब्लडमा, त्यसपछि त्यो बायो ट्रान्सफर्मेसनमा जान्छ। ड्रगले आफ्नो काम पुरा गरिसकेपछि बायो ट्रान्सफर्मेसन हुन्छ ड्रगको, त्यसपछि त्यो मेटाबोलाइट बन्छ, अनि मेटाबोलाइट बनिसकेपछि युरिन, बाइल, फिसेस, स्वेट और सलाइभाको थ्रु एक्सक्रिएट हुन्छ बडीबाट। अब कुरा गरौँ ट्रान्सपोर्ट मेकानिजमको। ट्रान्सपोर्ट मेकानिजममा सबभन्दा पहिला स्टार्ट गरौँ प्यासिभ डिफ्युजनबाट। प्यासिभ डिफ्युजन भनेको एउटा यस्तो डिफ्युजन हो जसमा चाहिँ कन्सन्ट्रेसन ग्रेडियन्टको कारणले चाहिँ ड्रग चाहिँ सेल मेम्ब्रेनको थ्रु ट्रान्सपोर्ट हुन्छ। धेरै जसो ड्रगहरू चाहिँ यस्ता छन् जुन चाहिँ प्यासिभ डिफ्युजनको थ्रु ट्रान्सपोर्ट हुन्छ। वाटर सोल्युबल ड्रग पेनिट्रेट द सेल मेम्ब्रेन थ्रु एक्वस च्यानल अर पोर, whereas लिपिड सोल्युबल ड्रग रेडियली मुभ एक्रोस मोस्ट बायोलोजिकल मेम्ब्रेन। वाटर सोल्युबल ड्रगहरू जुन हुन्छ, जुन चाहिँ सेल मेम्ब्रेनलाई पेनिट्रेट गरेर सेल मेम्ब्रेनमा चाहिँ एक्वस च्यानल वा पोरहरू हुन्छ, त्यसको थ्रु सेलमा जान्छ, जबकि लिपिड सोल्युबल जुन ड्रगहरू हुन्छ त्यो चाहिँ रेडियली बायोलोजिकल मेम्ब्रेनको थ्रु मुभ हुन्छ। किनभने हामीलाई थाहा छ कि जुन मेम्ब्रेनको जुन तेल हुन्छ त्यो चाहिँ
फिलिक इन नेचर हुन्छ। अब फेसिलिटेड डिफ्युजन, अरू ड्रगहरू चाहिँ फेसिलिटेड डिफ्युजनको थ्रु ट्रान्सपोर्ट हुन्छ। यसमा चाहिँ के हुन्छ, ट्रान्समेम्ब्रेन कैरियर प्रोटिन हुन्छ के। त ड्रग चाहिँ के हुन्छ, त्यो कैरियर प्रोटिनसित बाइन्ड हुन्छ अनि त्यो बाइन्ड भइसकेपछि त्यो कैरियर प्रोटिनले आफ्नो आकार चेन्ज गर्छ अनि आकार चेन्ज गरिसकेपछि त्यो चाहिँ ड्रगलाई सेलभित्र पुगाइदिन्छ। ओके, अनि त्यसपछि एक्टिभ ट्रान्सपोर्ट। एक्टिभ ट्रान्सपोर्ट भनेको यस्तो ट्रान्सपोर्ट हो जसमा चाहिँ एटिपीको युज हुन्छ। मिन्स यो भनेको एउटा इनर्जी डिपेन्डेन्ट एक्टिभ ट्रान्सपोर्ट हो अनि इट इज केपेबल अफ मुभिङ ड्रग एगेन्स्ट अ कन्सन्ट्रेसन ग्रेडियन्ट। यो ड्रगलाई कन्सन्ट्रेसन ग्रेडियन्टको अगेन्स्टमा ट्रान्सपोर्ट गर्ने क्षमता राख्दछ। यो ट्रान्सपोर्ट चाहिँ केपेबल हो ड्रगलाई कन्सन्ट्रेसन ग्रेडियन्टको अगेन्स्टमा मुभ गराउनको लागि। नेक्स्ट अब endocytosis and exocytosis. This type of absorption is used to transport drug of exceptionally large size across the cell membrane. यस्तो प्रकारको ट्रान्सपोर्ट चाहिँ यस्तो ड्रग मोलिकुलहरूको हुन्छ जसको साइज चाहिँ पोर साइज हुन्छ सेल मेम्ब्रेनको। सेल मेम्ब्रेनमा जुन पोर साइजहरू हुन्छ त्यसको साइजभन्दा धेरै साइज भएको जुन ड्रगहरू हुन्छ चाहिँ यो मेकानिजमबाट ट्रान्सपोर्ट हुने गर्दछ। जस्तै कि endocytosis involves engulfment of drug by cell membrane and transport into the cell by pinching of the drug filled vesicles. त्यसै गरी exocytosis is the reverse of endocytosis. Many cells use exocytosis to secrete substance out of the cell through a similar process of vesicle formation. जस्तै कि इक्जाम्पलमा हेरौँ, भिटामिन B12 is transported across the gut wall by endocytosis. भिटामिन B12 भनेको गट वालबाट इन्डोसाइटोसिस प्रोसेसबाट ट्रान्सपोर्ट हुन्छ। जबकि केही न्युरो ट्रान्सपोर्टरहरू जस्तो कि नोरएपिनेफ्रिन जुन चाहिँ इन्ट्रासेलुलर भेसिकलमा स्टोर हुन्छ, नर्भको इन्ट्रासेलुलर भेसिकलमा स्टोर हुन्छ, त्यो चाहिँ एक्सोसाइटोसिस प्रोसेसबाट ट्रान्सपोर्ट हुन्छ। अब चाहिँ फ्याक्टर इफेक्टिङ एब्जर्प्सन। एब्जर्प्सनलाई कुन कुन फ्याक्टरले इफेक्ट गर्दो रहेछ, यहाँ चाहिँ फ्याक्टरहरूलाई तीनवटा पार्टमा डिभाइड गरेको छ। फिजियोकेमिकल प्रोपर्टी, फिजियोकेमिकल प्रोपर्टीमा ड्रग्सको लिपिड सोल्युबिलिटी आउँछ, मोलिकुलर साइज आउँछ एन्ड आयोनाइजेसन स्टेट आउँछ। त्यसै गरी रुट अफ एडमिनिस्ट्रेसन, ओरल रुट हुन्छ, सबलिङ्गल रुट हुन्छ, रेक्टल रुट हुन्छ, इन्हेलेसन हुन्छ और टोपिकल रुट हुन्छ। ओके, त सबभन्दा स्लोवेस्ट एब्जर्प्सन भनेको कुन रुटबाट देखिने हुन्छ, त हाम्रो ओरल रुटबाट हुन्छ क्या। अनि सबभन्दा फास्ट भन्दाखेरि हाम्रो इन्हेलेसनको थ्रु हुन्छ। अनि यहाँ ओरल डोजमा हेर्दाखेरि सब्जेक्ट टु फर्स्ट पास मेकानिजम, यहाँ के हुन्छ, ओरल रुटबाट जुन ड्रग दिन्छ त्यो चाहिँ डाइरेक्टै हाम्रो ब्लडमा गइसकेपछि डाइरेक्टै एक्टिभ साइडमा पुग्दैन। एक्टिभ साइड मतलब जुन ठाउँमा ड्रगलाई काम गर्नु छ त्यो साइडमा डाइरेक्टै पुग्दैन, यो पहिला लिभरमा जान्छ, लिभरमा त्यसको मेटाबोलिजम हुन्छ, त्यसपछि त्यो अरू बडीको पार्टहरूमा जान्छ, त्यसलाई फर्स्ट पास मेकानिजम पनि भनिन्छ। त्यसपछि फिजियोलोजिकल फ्याक्टर, फिजियोलोजिकल फ्याक्टरमा सर्फेस एरिया आउँछ, ब्लड फ्लो आउँछ, ग्यास्ट्रिक एम्पिटी टाइम आउँछ। सर्फेस एरियामा चाहिँ हामीलाई थाहा छ कि हाम्रो इन्टेस्टाइनमा चाहिँ भिलाइहरू हुन्छ, जसको कारणले सर्फेस एरिया बढी हुन्छ अनि त्यही भएर त्यहाँ एब्जर्प्सन चाहिँ बढी हुन्छ। अनि ब्लड फ्लो, जुन ठाउँमा बढी ब्लडहरूको फ्लो हो त्यो ठाउँमा बढी एब्जर्प्सन हुन्छ एज कम्पेयर टु कम ब्लड फ्लो भएको ठाउँमा। ओके, अनि त्यसपछि ग्यास्ट्रिक एम्पिटिङ टाइम, फुड क्यान डिलेड और इन्हान्स एब्जर्प्सन डिपेन्डिङ अन द ड्रग। खानाले चाहिँ ड्रग्सको एब्जर्प्सनलाई घटाउन सक्छ या बढाउन सक्छ, डिपेन्ड गर्छ त्यो कस्तो ड्रग हो। अब नेक्स्ट अब हेरौँ बायोभाइबिलिटी। बायोभाइबिलिटी भनेको के हो, बायोभाइबिलिटी इज द रेट एन्ड एक्सटेन्ट टु व्हिच एडमिनिस्टर्ड ड्रग रिचेज द सिस्टमिक सर्कुलेसन। मतलब बायोभाइबिलिटी भनेको रेट अनि एक्सटेन्स हो कि कति ड्रग चाहिँ एडमिनिस्ट्रेट गर्यो अनि कति ड्रग चाहिँ हाम्रो सिस्टमिक सर्कुलेसनमा पुग्यो। जस्तै कि इक्जाम्पल हेरौँ, यदि 100 ग्राम अफ ड्रग हामी ओरली खायौँ होइन, अनि तर ब्लडमा चाहिँ त्यो चाहिँ 70 mg ड्रग मात्र पुगेको छ। हामी 100 mg ड्रग खायौँ तर ड्रगमा चाहिँ 70 mg ड्रग मात्र पुगेको छ, त यसको बायोभाइबिलिटी चाहिँ 70% हुन्छ।
Determining viability is important for calculating drug doses for non-intravenous route of administration. यो viability थाहा हुनु जरुरी छ नन इन्ट्राभेनस रुट अफ एडमिनिस्ट्रेसनको लागि। त यो डिटरमाइन गर्नको लागि सेम ड्रग चाहिँ दुईवटा रुटबाट दिन्छ के, जस्तै कि एउटा प्यारेन्टल रुटबाट दिन्छ अनि एउटा चाहिँ अरू कुनै रुटबाट दिन्छ। हामी जुन रुटबाट भाइबिलिटी डिटरमाइन गर्नु छ या मेजर गर्नु छ त्यो रुटबाट चाहिँ दिन्छ। जस्तो कि यहाँ इक्जाम्पल हो, कुनै ड्रग चाहिँ एउटा ओरल रुटबाट दियो अनि त्यही ड्रग चाहिँ इन्ट्राभेनस रुटबाट दियो। त सबभन्दा बढी भाइबिलिटी भनेको इन्ट्राभेनस रुटबाट दिएको ड्रगको हुन्छ एज कम्पेयर टु ओरल रुटबाट दिएको ड्रग भन्दा। अब चाहिँ यसमा हेलो ड्रग चाहिँ प्लाज्मामा गइसकेपछि टाइम बढ्दै जाँदा के हुन्छ, त्यो प्लाज्मामा ड्रगको कन्सन्ट्रेसन बिस्तारै बढ्दै जान्छ अनि एउटा यस्तो पोइन्ट आउँछ जहाँ चाहिँ प्लाज्मामा ड्रगको कन्सन्ट्रेसन चाहिँ म्याक्सिमम हुन्छ, जसलाई चाहिँ टाइम अफ म्याक्सिमम ड्रग कन्सन्ट्रेसन भनिन्छ। अनि त्यो त्यहाँ म्याक्सिमम कन्सन्ट्रेसनसम्म पुगिसकेपछि बिस्तारै के हुन्छ, ड्रगको कन्सन्ट्रेसन घट्न थाल्छ टाइम बढ्दै जाँदा, किनभने यो डिस्ट्रिब्युसन भनेको हाम्रो रिभर्सिबल प्रोसेस हो। ओके, नेक्स्ट अब डिस्ट्रिब्युसन भनेको के हो? द रिभर्सिबल ट्रान्सफर अफ ड्रग बिट्विन द ब्लड एन्ड भेरियस एक्स्ट्रा भास्कुलर टिस्यु जस्तै कि फ्याट, मसल, ब्रेन। यो भनेको के हो? रिभर्सिबल ट्रान्सफर हो। के को? ड्रगको रिभर्सिबल ट्रान्सफर हो के को बिचमा? ब्लड अनि भेरियस एक्स्ट्रा भास्कुलर टिस्युहरूको बिचमा। अब चाहिँ हेरौँ यसलाई चाहिँ यसमा चाहिँ हामीलाई के कुरा थाहा हुनुपर्छ? भोल्युम अफ डिस्ट्रिब्युसन। भोल्युम अफ डिस्ट्रिब्युसन भनेको के? भोल्युम अफ डिस्ट्रिब्युसन भनेको एउटा थ्योरेटिकल भ्यालु हो के। यसको फर्मुला चाहिँ V इक्वल्स टु डोज एडमिनिस्टर्ड बाई आइभी रुट अनि त्यसपछि प्लाज्मा कन्सन्ट्रेसन। ओके, अनि अब कुरा गरौँ यसको ब्यारियरहरूको। ब्लड ब्रेन ब्यारियर। ब्लड ब्रेन ब्यारियर यो चाहिँ एउटा ब्यारियर हो जो चाहिँ ब्रेन सेलमा हुन्छ। ब्लड ब्रेन ब्यारियर भनेको हाइली सिलेक्टिभ हुन्छ। यसले चाहिँ लिपोफिलिक मलिकुलहरूलाई मात्र इन्टर गर्न दिन्छ ब्रेनमा। यसले चाहिँ अरू मलिकुलहरू छ तिनीहरू चाहिँ अरू मलिकुल जस्तै कि हाइड्रोफिलिक मलिकुलहरू हुन्छ, ड्रगहरू हुन्छ, त्यसलाई चाहिँ ब्रेनमा पास हुनबाट रोक्छ। त्यसै गरी प्लासेन्टा ब्यारियर के गर्छ? जुन फिटस हुन्छ त्यसलाई चाहिँ बचाउँछ ड्रगको एक्सपोजरबाट। मिन्स यसले चाहिँ फिटसमा ड्रग्सलाई पास हुन दिँदैन। यो चाहिँ जेनरली इम्परमेबल टु ड्रग हुन्छ होइन, तर धेरै यस्तो ड्रगहरू हुन्छ जो चाहिँ पास हुन सक्छ प्लासेन्टाको। अब नेक्स्ट फ्याक्टर इफ इन्फ्लुएन्सिङ डिस्ट्रिब्युसन। के फ्याक्टरहरू छन् जसले चाहिँ डिस्ट्रिब्युसनलाई इफेक्ट गर्दो रहेछ? त अब हेरौँ यसमा चाहिँ मेनली तीनवटा कुरा आउँछ। प्लाज्मा प्रोटिन बाइन्डिङ, टिस्यु एफिनिटी, परफ्युजन रेट, लिपिड वाटर पार्टिसन कोएफिसिएन्ट अफ ड्रग। प्लाज्मा प्रोटिन बाइन्डिङको सबभन्दा पहिला कुरा गरौँ। के हुन्छ, कुनै ड्रग ब्लडमा गइसकेपछि जस्तै कि हामीले अघि कुरा गरेको थियौँ कि त त्यो प्लाज्मा प्रोटिनसित बाइन्ड गर्न सक्छ कि त त्यो साइडमा जान्छ या कि त त्यो कुनै टिस्युमा स्टोर भइहाल्छ। तीनवटै कुरा हुनसक्छ के। त यसमा के हुन्छ, मानव कुनै ड्रग प्लाज्मा प्रोटिनसित बाइन्ड भइहाल्यो, तब त्यो ड्रग चाहिँ एक्टिभ साइडमा त पुग्न त सकेन। प्लाज्मा प्रोटिनले के गर्छ, त्यो ड्रगलाई बाइन्ड गरिदिन्छ अनि त्यो ड्रगलाई इनएक्टिभ बनाइदिन्छ, फार्माकोलोजिकल इनएक्टिभ बनाइदिन्छ के। त्यसपछि एसिडिक जुन ड्रगहरू हुन्छ जो जेनरली चाहिँ प्लाज्मा भएको एल्बुमिन प्रोटिनसित बाइन्ड हुन्छ भने बेसिक ड्रगहरू चाहिँ अल्फा 1 एसिड ग्लाइकोप्रोटिन हुन्छ त्योसित बाइन्ड हुन्छ। अब त्यसपछि टिस्यु एफिनिटी। केही ड्रगहरू चाहिँ टिस्युमा एकुमुलेट हुन्छ क्या, जस्तै कि आयोडिन इन थाइरोइड, टेट्रासाइक्लिक इन बोन। त यसको कारणले के हुन्छ, त्यो ड्रगको डिस्ट्रिब्युसन चाहिँ घट्छ या कम हुन्छ। त्यसपछि परफ्युजन रेट। हाइली पर्फ्युज्ड अर्गेन मतलब सबभन्दा बढी ब्लड फ्लो हुने अर्गेन हो कि, जस्तै कि हार्ट, लिभर, किडनी, यिनीहरूले चाहिँ ड्रग चाहिँ पहिला रिसिभ गर्छ कि, सबभन्दा पहिला यही अर्गेनहरूमा ड्रग जान्छ। त्यसपछि लिपिड वाटर पार्टिसन कोएफिसिएन्ट अफ ड्रग। लिपिड वाटर पार्टिसन कोएफिसिएन्टले के गर्छ, यसले चाहिँ ड्रग्सको डिस्ट्रिब्युसनलाई इफेक्ट गर्दछ। मतलब
ड्रग चाहिँ न बढी लिपोफिलिक न बढी हाइड्रोफिलिक हुनु पर्यो। यो चाहिँ अप्टिमम हुनुपर्छ के, यो यसको भ्यालु चाहिँ अप्टिमम हुनुपर्छ। अब यहाँ हेरौँ यस्ता कुन कुन ड्रगहरू छ जो चाहिँ एल्बुमिनसित बाइन्ड हुन्छ। जस्तै कि हामी प्रोटिन बाइन्डिङको कुरा गरेको थियौँ, त्यसमा कुन कुन ड्रगहरू छ जो चाहिँ एल्बुमिन प्रोटिनसित बाइन्ड हुन्छ, अनि कुन कुन ड्रगहरू छ जो चाहिँ एसिड ग्लाइकोप्रोटिनसित बाइन्ड हुन्छ। त्यसको इक्जाम्पलहरू यहाँ दिएको छ, जस्तै कि बार्बिचुरेट, बेन्जोडाइजिपाइन, एनसेट्स, भाल्पोरोइक एसिड, फेन्टोइन, पेनिसिलिन, सल्फोनामाइड्स, टेट्रासाइक्लिन, टर्बुटामाइड, वार्फरिन, यिनीहरू चाहिँ एल्बुमिन प्रोटिनसित बाइन्ड हुन्छ। अनि त्यसै गरी अल्फा 1 एसिड ग्लाइकोप्रोटिनसित बाइन्ड हुने ड्रगहरू चाहिँ बिटा ब्लकर्स, बुपिभाकेन, लिडोकेन, डाइसोपाइरामाइड, इमिप्रामाइन, मेथाडोन, पाराजोसिन, क्युनिडिन, भेरापामिलहरू छन्। अब पेनिट्रेसन इन्टु ब्रेन एन्ड सिएसएफ। जस्तै कि हामीलाई थाहा छ कि ब्रेनमा चाहिँ ब्लड ब्रेन ब्यारियर हुन्छ, जो चाहिँ हाइली सिलेक्टिभ एन्ड सेमी पर्मिएबल मेम्ब्रेन हुन्छ, जो चाहिँ टाइटली प्याक्ड सेलहरू मिलेर बनेको हुन्छ। मतलब सेलहरूको बिचमा ग्याप हुँदैन के। जस्तै कि यहाँ फिगरमा हेर्न सक्नुहुन्छ कि यहाँ दुईवटा क्यापिलरी दिएको छ, युजुअल क्यापिलरी अनि ब्रेन क्यापिलरी। ब्रेन क्यापिलरीमा चाहिँ के छ हेर्न सक्नुहुन्छ, यहाँ सेलहरूको बिचमा केही ग्याप छैन, लगभग ग्यापै छैन कि। अनि युजुअल क्यापिलरीमा हेर्दाखेरि के भन्छ, त्यो सेलहरूको बिचमा ग्याप हुन्छ, जुन ग्यापहरू भएर के हुन्छ, ड्रग चाहिँ भित्र छिर्छ।